बिहानै सनराइज भएपछि हामी एउटा डाँडामा चढ्यौँ गजेन दाइ र म। तर हामी पुगेर बस्न खोजेको डाँडा चाहिँ त्यो रहेनछ। अनि म्यापमा हेरेर त्योभन्दा नेक्स्ट स्टेपको त्यो हामीलाई चुचुरोमा पुग्नु थियो। काटिनीलाई बिना यो बाजा गर्दैले कपेर हेर्ने हजुर एकचोटि आउँछ नि लैलै हुरुरे बैसा आउँदैन फर्केर हेर्ने हजुर। टोपी खोल्नुपर्ने अवस्था आयो गर्मीले बल्ल। रमाइलो लाग्यो। ओहो ल तेरिका भ्यू त यार। पिकमा पुगेर सिनेमाटिक खिच्नुपर्छ। बाबा खासमा हामीले टाढाको टेलिस्कोपबाट देखिएको पिकमा हामी पुग्दैछौँ है। यो चाहिँ के माउन्टेन हो नाम? चट्ट हामी पुग्न गइरहेका छौँ। सङ्घर्ष यात्रा र सङ्घर्ष पछाडि पुगिएको चुचुरोको मजा अर्कै हुन्छ रे। I will show you the cinematic view of this top. नेचरको आनन्द लिन्छ। चट्ट बसेर चिल तरिकाले हेर्दै हेर्दै कोरियन बहिनीहरू पनि आएर बसिरहेछ। त्यस पछाडि चट्ट यसो भ्यू रेकर्ड गर्छु ल म। ल ओके। त्यो खोला, यो घर, रोड, अनि हामी दुईजना उता, अनि यो डाँडा। त्यो त अनि ऱ्याफ्ट गर्ने उयो जस्तो देखिँदो रहेछ त। अनि डुङ्गा जस्तो देखिँदो रहेछ त। हेर्नु न ऱ्याफ्ट गर्ने हो। ऱ्याफ्टिङ गर्ने क्या। त्यहाँमाथि चाहिँ के छ? त्यो त एउटा उयो म्युजियम जस्तो होला।
हिमालयको टपमा आएर नेचरको भ्यूको इन्जोयमेन्ट लिएपछि अब हामी लाग्नुपर्छ सधैँभरि एक ठाउँ बसेर मात्रै भएन, सधैँभरि समथरमा बसेर मात्रै हुँदैन भन्ने एकचोटि हामी चाहिँ उकालो पनि चढाएको थियौँ। अब सधैँभरि चुचुरोमा रहेर मात्रै पनि हुँदैन, अब ओह्रालो पनि झर्नुपर्ने हुन्छ। रमाइलो लाग्यो माथि रहेर मुनिका दृश्यहरू हेर्दाखेरि, एकदम रमाइलो, बहुत रमाइलो है। यहाँ रहेछ नि त चट्ट डिटेलहरू पनि यहाँ छ। ढासा स्टेसनहरू चाहिँ कहाँ हो? यहाँ त छैन त नि। त्यहाँको स्टेसन छ। अब हामी फर्किनु पर्छ। मजा आयो। तपाईलाई यहाँ आएर कस्तो भयो? हाम्रो नेपालमा यस्तो बाटो यो जङ्गलतिर यस्तो सिडीहरू बन्न कति वर्ष लाग्छ होला? हुन त सिकाउनेले नि त चोर्नु पर्छ लुट्नु पर्छ भन्ने सिकाएको छ अरे नि त नेपालमा त हो। जति टाढा भो ती गाडा भो, जति टाढा भो ती गाडा भो, यो माया मखमली फुल रहेछ माया, यो माया मखमली फुल रहेछ माया। आहा यो भ्यू त छोडेर जानु मन लाग्छ। ल हामी चाहिँ अब ओह्रालो झर्ने क्रममा छौँ चट्ट। अब दार्जिलिङसँग बोल्दै बोल्दै झर्नु पर्यो ओह्रालो। आज छुट्टी छँदैछ दिउँसो। यस्तो छ। कति बज्यो? दिउँसो नि कोही सुत्छ? ए राति पो सुत्छ त। ल अहिले भोलि बेलुका चाहिँ हुन्छ, हिजो ओभर टाइम गरेपछि। अन्त आउनु। खासमा त्यो दिन मन्डेको दिन थियो र बिहानै हामी डाँडा चढ्नको लागि 7 बजे बाटो लगाएका थियौँ अनि फर्किने क्रममा 9:30 भएको थियो र हामीलाई के गर्नु थियो कि दिउँसो सुत्नु थियो अनि त्यस पछाडि बेलुकादेखि चाहिँ नाइट ड्युटी सुरु हुनेवाला थियो हाम्रो 2 हप्ताको रेगुलर। अब हामी ओह्रालो झर्दैछौँ। ओह्रालो झर्नु 20-25 मिनट लाग्छ होला, त्यसपछि साथमा रुम जाने हो। अनि आज दिउँसो हामी काम गर्दैनौँ। अब हामी गर्दैन म दिउँसो आज रिस उठ्यो हामीलाई।
सुत्ने हो झाप्प सुत्ने हो हेर्न भने कति दुःख गर्नु होइन त आज दिउँसोको काम नगर्ने हामी झप्प सुत्ने हो आज होइन हामी हरेक दिन कामै नगर्ने दिनमा जति गरे पनि खै होइन त्यो उखान नभनौँ जति दुःख गरे पनि त्यही हो हामी अब 15 दिन जति हामी कामै गर्छौँ हामी 15 दिन त पुरै सुत्ने हो झ्याप्प सुत्ने हो नाइट ड्युटी चाहिँ गर्नुपर्छ ओके गाइस है यो आजको भिडियो यहाँसम्म हेर्नुभयो भने तपाईँलाई धेरै धेरै धन्यवाद गरिँदाखेरि मेरो टपसम्मको यात्रा एकदम रमणीय नै भयो ल सुन्नुहोस् त कहाँ चराचुरुङ्गीको आवाज सहित नेचरको राम्रो भ्यू फेरि आउनुपर्छ त होइन केटाहरूलाई भन्नुपर्छ होइन हामी त यहाँ गयौँ नि यो कहाँ रहेछ हो भन्छ त केटाहरू होइन हामी त अनि एक्सप्लोर गर्ने हो नि त चट्टा आज मजा भयो अब यता पर पनि भोलि पर्छ अब फेरि यहाँबाट अर्को डाँडा पनि देखिन्छ नि त कुनै टपमा पुग्नुको मतलब त्यसको महत्त्व चाहिँ के हुन्छ भने त्यहाँबाट अरू कुन के छ भन्ने थाहा हुन्छ नि त जस्तै जिन्दगीको लक्ष्य भने जस्तै अब जिन्दगीको एउटा लक्ष्य हुन्छ अहिले तत्कालको लागि म यस्तो गर्छु यहाँसम्म चाहिँ पुग्छु है भनेर त्यहाँ पुगेपछि अर्को देखिन्छ नि त त्यसरी हो नि त मान्छे मङ्गल ग्रहमा पुग्ने भइसके इच्छा चाहना सकियो त सकिएन नि त भन्दै हाम्रो यो गफहरू अब यत्तिकै गर्दै अब हामी चट्ट है हाम्रो भ्लगलाई यहीँ टुङ्गाउन चाहन्छौँ च्यानललाई के गर्नु पर्यो लाइक सब्सक्राइब अनि कमेन्ट पनि हान्दिनु पर्यो सेयर पनि गर्नु पर्यो गरिदिनु पर्यो लास्टमा दामी र हामीलाई माया गरिदिनु पर्यो हामीलाई माया गरिदिनु पर्यो है ल यति भन्दै हामी चाहिँ बन्द गरौँ पारा भने जस्तो यहाँ छुनु तपाईँ ल बन्द गरिदिउँ हाम्रो साइकल पनि यहाँ रहेछ चट्टसँगले खै उबाट फोटो सारिहाल्नु त के भयो हजुर अहिले नै हो र ओके